आज चाहिँ हाम्रो गाउँमा बिहे थियो। बिहे चाहिँ हाम्रो घर छेउकी बहिनी एकजनाको। घर छेउकी बहिनीको बिहे अनि म नजानु त कुरै छैन। त्यसैले घरको काम हतार हतार गरेर बिहेमा भनेर गएँ। बिहेमा त भर्खर कसार बाट्ने बेला हुँदै रहेछ। दिदी बहिनी काकीहरू भर्खर भेला हुँदै हुनुहुँदो रहेछ। त्यति बेरै एउटा भिडियो बनाइहालेँ, किनकि साथीहरू जब धेरै साथीहरू भेला हुनुहुन्छ नि त्यति बेला चाहिँ मलाई भिडियो उठाउन भन्दा गफ गर्न राम्रो लाग्छ, किनकि यस्तो मौका मैले पाउँदिन। अनि भेला भएको बेला म चाहिँ गफ गर्न थाल्दछु। हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आशा राख्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने, र म पनि सन्चै छु। यता चाहिँ बहिनीलाई हल्दी लाउने बेला भएको थियो र सबैजना व्यस्त हुनुहुन्थ्यो। त्यति बेरै यहाँ पनि एउटा भिडियो बनाउन थालेँ। साथीहरू हजुरहरूलाई स्वागत छ। मेरो भिडियो राम्रो लाग्यो भने हजुरहरूले हेर्नुहोला र आशा राख्छु मेरो भिडियो